अमृतमान ताम्राकार हर्जरी बस्ती विशाल नगर हो भोटाइ थियो खास मेरो चाहिँ कुल अहिले म चाहिँ यस बिहार माझगण्ड बिहारमा कच्छिनमा आएर एउटा चाहिँ मैले माझगण्ड बिहारमा म पहिला आउँदाखेरि यहाँको चाहिँ विशिष्ट किसिमको चाहिँ पुण्य सम्वेग चाहिँ यहाँको भएको र मैले बिहारलाई पनि आफूलाई पनि ध्यानको प्रयोजनको लागि भनेर मैले सानो जग्गा किनेको थिएँ। त्यही जग्गा मध्ये एक टुक्रा मैले आज बिहारलाई चाहिँ दान अनुमोदन गरेका थिएँ। यो ध्यान पर्पजको लागि यो जुन अहिले यो बिहारको साथमा छ पश्चिम उत्तर कुनामा भनेको अहिले हाम्रो उपासिकाहरूको जुन बस्ने आवास छ त्यसको मुनितिर पर्छ। त्यो दिने मेरो चाहिँ इच्छा थियो र आज अहिले स्थान बसाइ तपाईँको कहाँ छ? अहिले हाल कहाँ बसिराख्नु भएको छ? विशालनगर बस्छु। मेरो कुल घर चाहिँ नि भोटाइटी हो। साधु साधु। अनि आज यो दान दिँदा हजुरले कति वर्षदेखि सोचिराख्नु भएको थियो कि यो पहिले दिइसक्नु भएको थियो यो जग्गा दान? जग्गा मैले यो म 3 वर्ष अगाडि यो गोडीगान भन्टेको दोस्रो वर्षावास लगत्तै म यहाँ आएको थिएँ। आउँदाखेरि चाहिँ नि यहाँ प्रवेश गर्ने बित्तिकै नै एक किसिमको बेग्लै खुट्टा देखिन्छ नि शिरसम्म अर्कै संवेदना चाहिँ मतलब चाहिँ प्रभाव त्यो भएपछि मलाई के लाग्यो मैले सुनि पनि राखेको थिएँ पहिला यो खालि माझगण्ड डाँडा चाहिँ पर्यटकीय हिसाबले मात्र राम्रो डाँडा होइन कि यो पुण्य भूमि पनि हो। यस ठाउँमा पहिला धन्यवाद। तपाईँको नाम त यता सुनिरहेको यसैपालि र चाहिँ यस प्रकारको चाहिँ पुण्य कार्यले तपाईँको मिडिया पनि सदा चाहिँ तपाईँहरूको प्रयासले यो चिरन तीर्थत्व भगवान शासन चाहिँ सदा चिरस्थायी हुन सकोस् भनेर कामना गर्दछु। साथसाथै बुढो मान्छे भएको आशीर्वाद पनि। साधु 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 धन्यवाद। ल हजुरको मार्ग हजुरले बताएको मार्गमा अझै धेरै यही माझखण्डलाई अगाडि बढाउनको लागि हामीले अरू पनि नयाँ नयाँ योजनाहरू यहाँ ओडासम्म ल्याएका पनि छौँ। धन्यवाद। साधु साधु। अहिले हजुरको नाम भन्नु? म अमृतमान ताम्राकार भोटाइती हो तर आज भोलि म